नमस्ते साथीहरू, म सौरभ खड्का। देशैभरबाट घन्टी बजेको छ र दम्ब देखाउनेहरू अनि अहङ्कार गर्नेहरूको पत्ता साफ भएको छ। देशबाट घन्टी बजिसकेको छ र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा घन्टीले यति बेला देशैभरबाट 100 सिट जितिसकेको छ, विजय भएको छ भने अझै 26वटा स्थानबाट अग्रता कायमी राखेको छ। त्यसै गरी समानुपातिकको मतगणना पनि सुरु भएको छ हिजोबाट र समानुपातिकको मतमा पनि रासोपाको अग्रस्थानमा छ र समानुपातिक मतमा पनि रासोपा राष्ट्रिय स्वतन्त्र पार्टी यति बेला 11 लाख मतसहित अग्र पङ्क्तिमा रहेको छ। त्यसै गरी देशैभरबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार घन्टीवाहक उम्मेदवारहरूले अत्याधिक भारी मतले जित्नु भएको छ। त्यस्तै गरी झापा 5 मा पनि बालेन्द्र शाह बालेनले अत्याधिक भारी मतसहित केपी ओलीलाई चाहिँ हराएका छन् र त्यहाँबाट बालेन शाहले चाहिँ विजय भएका छन्। त्यसै गरी सर्लाही 4 बाट नेपाली काङ्ग्रेसका अहिलेका सभापति गगन थापालाई पनि पछारेका छन् र त्यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेश कुमार सिंह जो पहिले पनि स्वतन्त्रबाट उठेर जितिरहेका थिए, उनले चाहिँ त्यहाँबाट भारी मतका साथ जितेका छन् र सर्लाही क्षेत्र नम्बर 4 बाट गगन थापालाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डाक्टर अमरेश कुमार सिंहले चाहिँ भारी मतले जितेका छन्। त्यस्तै गरी भक्तपुर क्षेत्र नम्बर 2 बाट पूर्व पत्रकार राजीव खत्रीले चाहिँ महेश बस्नेतलाई भारी मतलाई हराउँदै उनले पनि जित हात पारेका छन् र विजयी भएका छन्। धादिङ क्षेत्र नम्बर बाट पनि धादिङबाट आशिका तामाङ विजय हुनुभएको छ। त्यसै गरी चितवन 2 बाट रवि लामिछाने विजय हुनुभएको छ। त्यसै गरी चितवन 3 बाट अधिवक्ता प्रखर युवा नेत्री शोभिता गौतम पनि अत्याधिक मतका साथ विजय हुनुभएको छ। अरू अन्य ठाउँमा धेरै मानिसहरू राष्ट्रिय स्वतन्त्र पार्टीका धेरै अब्बल मान्छेहरूले चाहिँ जितहात पाल्नु भएको छ। त्यस्तै गरी गुल्मीमा सागर ढकालले पनि जित्नु भएको छ। त्यसै गरी नेपालगञ्जको क्षेत्रबाट यो नेपालगञ्जबाट पनि धेरै उम्मेदवारहरू विजय हुनुभएको छ, घन्टीका उम्मेदवारहरू। त्यसै गरी खगेन्द्र सुनार पनि विजय हुनुभएको छ। अरू अन्य क्षेत्रबाट पनि मत परिणाम आउने बाँकी नै छ। काठमाडौँ क्षेत्र नम्बरबाट चाहिँ पहिलेका महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले पनि जित्नु भएको छ। धेरै ठाउँबाट चाहिँ